याङन्यक वा उम्न्यक भनेको चाहिँ सौर्य पात्र र चाहिँ लुनर पात्र अथवा कोरियन पात्र 한국의 달력을 보면 खुन 숫자와 함께 작은 숫자로 날짜가 적혀 있는 것을 볼 수 있습니다. कोरियाको क्यालेन्डरलाई हेऱ्यो भने ठुलो सङ्ख्या र सँगै चाहिँ सानो सङ्ख्याद्वारा चाहिँ मिति लेखिएको चाहिँ कुरालाई चाहिँ हेर्न सकिन्छ. खुन सुच्चानुन भनेको ठुलो सङ्ख्या चाहिँ याङन्यगुल खिजुनुरो हान नाल्चाइगो भनेको चाहिँ अङ्ग्रेजी पात्र अनुसार चाहिँ मिति लेखिएको हुन्छ र छागुन सुच्चानुन भनेको चाहिँ सानो सङ्ख्या चाहिँ उम्न्यागुल खिजुनुरो हान नाल्चाइम्निदा भनेको चाहिँ कोरियन पात्र अनुसार चाहिँ मिति लेखिएको मिति हो. 한국의 सनुन भनेको कोरियामा चाहिँ याङन्यक हाम्के उम्न्यागुल आजिक सायङ हागी तेमुने भनेको चाहिँ कोरियामा चाहिँ अङ्ग्रेजी पात्र सँगै चाहिँ कोरियन पात्र चाहिँ अझै प्रयोग गर्ने भएकोले चाहिँ थाल्यगेदो याङन्यक उम्न्यागुल हाम्के फेसी हे छुम्निदा भनेको चाहिँ क्यालेन्डरमा पनि अङ्ग्रेजी पात्र र कोरियन पात्र चाहिँ सँगै चाहिँ फेसी हे छुम्निदा भनेको चाहिँ सङ्केत गरिएको हुन्छ अथवा देखाइएको हुन्छ. वेसाना हाकियो भनेको चाहिँ कम्पनी अथवा हाकियो भनेको विद्यालय, छङ्बु खिगवान भनेको सरकारी संस्था, दुङ्गे भनेको आदिको, इल्जङ्गुन भनेको कार्यतालिका चाहिँ मोदु याङन्यगुल खिजुनो र हाम्निदा भनेको चाहिँ सबै चाहिँ अङ्ग्रेजी पात्र अनुसार चाहिँ हुन्छ. फङबोक चल इना भनेको चाहिँ राष्ट्रिय स्वतन्त्र दिवस वा हाङ्गुलनाल भनेको कोरियन लिपि दिवस अथवा दुङ आदि चाहिँ फुक्क्याङ इरिना भनेको सार्वजनिक बिदाको दिन अथवा फप्चङ खोङ्यो इल्दो भनेको चाहिँ कानुनी सार्वजनिक बिदाको दिन पनि याङन्यगी खिजुन इम्निदा भनेको चाहिँ अङ्ग्रेजी पात्र अनुसार हो. खुरना भनेको तर छन्थोङ म्याङजरिन भनेको चाहिँ परम्परागत चाडपर्वहरू चाहिँ सल्नारिना भनेको नयाँ वर्ष अथवा छुसगुन भनेको चाहिँ कोरियन दसैँ चाहिँ उम्न्यागुल खिजुनो र हाम्निदा भनेको चाहिँ कोरियन पात्र अनुसार चाहिँ गरिन्छ खुरेछ. त्यसैले हाङ्गुक एनुन याङन्यक इरवल इरिल गुवा उम्न्याक इरवल इरिल से छतनारी थु बन इत सुम्निदा भनेको त्यसैले चाहिँ कोरियामा चाहिँ अङ्ग्रेजी पात्र 1 महिना 1 गते र कोरियन पात्र 1 महिना 1 गते चाहिँ नयाँ वर्षको चाहिँ पहिलो दिन 2 पटक चाहिँ हुन्छ. खुरीगो खेइने छोङ्ग्योगा छोन्जुङ थैनुन हाङ्गुके सनुन यसु निमगुवा फुछ निमे थाङसेङ इरि मोदु खोङ्यो इरिन्दे यसु निमे थाङसेङ इरिन खुरिसु मासु सिप इवल इसिप ओइल नुन याङन्यगुल खिजुनो र फुछ निमे थाङसेङ इल सावल फारिल उन उम्न्यागुल खिजुनो र खिन्याम हाम्निदा भनेको चाहिँ अनि व्यक्तिको धर्मलाई चाहिँ सम्मान गर्ने कोरियामा चाहिँ येशू ख्रिस्टको चाहिँ जन्मदिन चाहिँ येशू र चाहिँ बुद्धको चाहिँ जन्मदिन चाहिँ सबै सार्वजनिक छुट्टीको दिन हो. त्यसपछि येशू निमको चाहिँ जन्मदिन चाहिँ क्रिसमस चाहिँ 12 महिना 25 गते र चाहिँ अङ्ग्रेजी पात्र अनुसार मनाइन्छ भने चाहिँ फुचनिमे भनेको बुद्धको जन्मदिन चाहिँ 4 महिना 8 गते चाहिँ कोरियन पात्र अनुसार चाहिँ मनाइन्छ अथवा स्मरण गरिन्छ. सेङ्गिरे खेङ्गु एदो भनेको चाहिँ जन्मदिनको अवस्थामा पनि याङन्यगुल खिजुनो र हानुन सारामी इदगो उम्न्यागुल खिजुनो र हानुन सारामी इत सुम्निदा भनेको जन्मदिनको अवस्थामा पनि अङ्ग्रेजी पात्र अनुसार मनाउने मानिस पनि हुन्छन् र कोरियन पात्र अनुसार मनाउने मान्छेहरू पनि हुन्छन्. इरके याङन्यक उम्न्यागी हाम्के सुइगो इसस भनेको यसरी चाहिँ अङ्ग्रेजी पात्र र कोरियन पात्र चाहिँ सँगै लेखिएको भएर छिन्छ. साथै सेङ्गिरी आनिन नारे फेकुवा जमिना फेङवान दुङ्गुरो बुथा खोगेक निम सेङ्गिल छुका हाम्निदा रानुन मुन्जारुल फात्नुन हेफुनिङी इर नागिदा हाम्निदा भनेको चाहिँ यसरी अङ्ग्रेजी पात्र र चाहिँ कोरियन पात्र सँगै लेखिएको भएर चाहिँ साँच्चै जन्मदिन नभएको दिनमा पनि डिपार्टमेन्ट अथवा हस्पिटल आदिबाट चाहिँ ग्राहक जिउ सिङ्गल छुका हामीले त जन्मदिनको बधाई छ भनेर चाहिँ म्यासेज प्राप्त गर्ने अनौठो क्रियाकलाप हेफुनिङी भनेको फात्नुन हेफुनिङी भनेको चाहिँ अनौठो क्रियाकलाप अथवा चाहिँ क्रिया चाहिँ उत्पन्न हुने पनि गर्दछ.